यो देश बिचौलिया माफिया तस्करहरूको प्रभावमा चलेको छ भन्ने कुरा त दीपक भट्ट, शेखर गोल्छा र सुलभ अग्रवाल पक्राउ परेपछि प्रश्न हुँदैछ, जुन कुरा दुर्गा प्रसाईले पहिले भनिसकेका थिए। पहिला नम्बर 1 तस्करहरूलाई यहाँबाट लखेटौँ। सुदन गुरुङलाई गृहमन्त्रीबाट हटाउन माफियाहरूले बैंकलाई समेत प्रभावमा पारेर उनको कारोबारको विवरण कान्तिपुर र अन्य मिडियाहरूमा प्रकाशित गराए। त्यसपछि के भयो तपाईहरुलाई थाहै छ। गृहमन्त्रीले राजीनामा दिए। आफ्नै श्रीमान श्रीमतीको बैंक विवरण नदिने बैंकले यिनै माफिया र बिचौलियाको प्रभावमा ग्राहकको व्यक्तिगत कारोबारको विवरण पत्रिकामा छरपष्ट पार्दैछ। सम्भव सिरोहिया जो कान्तिपुरकै प्रबन्ध निर्देशक थिए, उनले आफ्नै मिडिया ग्रुपले सुदन गुरुङ प्रति गरेको पित पत्रकारितालाई प्रश्न उठाउँदै राजीनामा दिए। यसबाट हामीले के बुझ्ने? उसको एक्लै हात हुँदैन बाउसँग रिसाको? देश यति माफियाको गन्जागोलमा छ कि हामीले यस्तो कुरा बुझ्दैनौँ। तर जे भए पनि यी प्रकरणले राजनीति, मिडिया र शक्ति केन्द्रको टकराव अझ गहिरिँदैछ भन्ने देखाउँछ। तपाईको राय के छ यसमा? कमेन्ट गर्नु होला।